के साह्रो अल्छियो यो बुढो, त्यत्रो सुतेर पुगेन, फेरि बाहिर आएर पल्टिन लाज लाग्दैन? हिजो दिउँसभरि त्यत्रो बाँडो बोकाइस, तै माथि घर आएर नि काम हराइस। मेरो थकाइ अझै मेटिएको छैन हौ। ओहो नि, म त खुब सुतेर बसेकी थिएँ के रे, तिमीलाई अल्छी लाज लाग्दैन भन्न। एकछिन हल्ला नगर्न, कति किचकिच गर्छिस? के भयो? के काम पर्यो? कस्तो के हुनु, घरमा पानी छैन भन्ने थाहा छैन, खाली खाएको छ सुतेको छ। अनि तैले पनि ल्याए हुन्छ त कहिले काहीँ पानी, म नै जानुपर्ने भनेर कतै लेखेको छ? के रे लाज लाग्दैन त्यस्तो भन्न? बिहान झाडु लगाए, भुइँ लिपे, कपडा धुए, अझ पानी पनि लिन जानु पर्ने? मेरो पनि त जिउ दुखेर, खुट्टा दुखेर हिँडिन सक्नु भएको छ नि, अलिकति पनि छैन र पानी? त्यही नभएर त भनेको नि तिमीलाई, नत्र मलाई रहर छ र तिमीसँग किचकिच गर्न। ए ल त्यसो बजा भित्रबाट गाग्री लिएर आइज, जान्छु म। ल भरि ल्याउनु पर्दैन, जति सक्छौ त्यति लिएर आउन त। सबैलाई शुभ बिहानी। ओए गौरी, के छ हो हालखबर? आजभोलि त बोल्दिनस् त? तिमीलाई पाता कि डुगु, बिहे भइसकेको कुकुरसँग के खाना बोल्नु म? होइन, तेरो हालखबर सोध्न पनि नहुने, तसँग बिहे गरेन भने रिसाइस क्या हो? होइन के भन्छ यो, तसँग बिहे गरेर मलाई बौलाउनु थिएन, बुझिस? फटा! के साह्रो भनिस् त नि। ल अब के भनु, तेरो गाग्री भरियो, अब जा घर। गए। लला पानी। उफ, थाके म त, भोक पनि लागेको छ, केही बनाइस् कि नै? के भन्छ यो, भर्खर त पानी लिएर आयो, अब बल्ल पकाउँछु। तँलाई लाज लागेन बुढिया? बिहान बिहान किचकिच गरिस् पानी छैन भनेर, कपडा कसरी धोइस् त? तिमीलाई पट मूर्ख, खोलामा गएर धोएर आको। हे प्रभु, कसरी सक्नु यो मूर्खसँग? ल भइगयो त, म यो गाग्री लिएर भित्र राखिदिन्छु त, पकाउँदै गर्न है। ओए बुढिया, कता छस्? बाहिर त कस्तो हावा लागेछ, ठुलो पानी पनि पर्ला जस्तो छ। त्यसरी घोक्रो सुक्ने गरी चिच्याउन सक्यौ? बाहिर भएको कपडा उठाएर आउन सकेनौ? होइन, तेरो त्यो थुतुनोलो राम्रोसँग बोल्न जान्दैन कि के हो? त्यही कुरा राम्ररी भन्न सक्दिनस्। त्यहाँ बसेर परपर गर्न, कपडा भिजे भने तिम्रो खुट्टा भाँचिन्छ, पर्ख तिमीलाई। ओहो नि, ठुलो पानी पर्ला जस्तो छ, भित्र बुढीको किचकिच, बाहिर पानी, यस्तो पाराले त धेरै बाँधिदिनु होला हो। ल भन्नुहोस् म्याडम, कपडा कता राखिदिऊ? होइन, कति साह्रै जिस्केको यो कुकुर, खुरुक कुता कोठामा गएर पटाएर राख्न। धेरै नै भोक लाग्यो त, कति बेर लगाइ त नि बुढियाले पकाउन पनि। बुढी, ओ बुढी, हैन खाना पाकेन र पेट बाउडिसक्यो, चाँडो गर्न। यिनलाई त मैले आज छोडिन, तिमीलाई हुतिहारा, एकैछिन भोक खप्न पनि सक्दैनौ। होइन बोलाइस् कि के हो? खाला जस्तो गरेर आउँछेस् त? तिमीलाई 5 देखि 10 मिनेट चुप्प लागेर बस्न सक्दैनौ, पाक्दैछ त। अनि त्यस्तो भन्न, खाला जस्तो गरेर आउँछेस् त? के गरेको होला, राम्रोसँग सुत्न पनि दिँदैन त। उठ, तिमीलाई कुम्भकर्ण। सुत्न देन, एका बिहान सुरु नगर्न। के रे, आफू बान्दर जस्तो चल्दै र घुर्दै सुत्ने, मैले पो सुरु गरे रे। ओ हो नि, हामीलाई थाहा छैन र? म कहिल्यै घुर्दिन, हावा कुरा गर्छेस्, प्यार नगर, सुत्न दे। मैले भनेको के नै पत्ते आएको छौ र? ल मै जान्छु अर्को कोठामा सुत्न। नजान हो बुढिया, लके ल म नघुरी सुत्छु, आइज न, नरिसा न। तिमी त्यही सुत, यता आयो भने तिम्रो खुट्टा भाँचिन्छु। यो घरमा त म राम्रोसँग सुत्न नि पाउँदिन। 1 घण्टा जति भए पनि सुत्छु, दिनभरि काम गरौँ, राति आरामले सुत्नै नपाउने। यो बुढी त रक्सी भन्दा नि कडा छे, अब के गरी फकाउने होला? आइडिया। होइन के नाटक हो यो फेरि? माफ गर्दैन मलाई बुढी? ल, जे जस्तो भए पनि आफ्नो पोइ हौ। ए, यिनी त यतै सुतेछन्। बुढो, ओ बुढो, उठ, 7 बजिसक्यो। बुढी मलाई माफ गर्दे है, अघिको कुराले नरिसा है।
छोड देऊ त्यो कुरा। त्यति सानो कुरा पनि कसैले मनमा राख्छ? जे भए पनि मैले तिम्रो मन दुखाउन नहुने हो। ल ल अब छोड देऊ। उठ, मुखसुक धोएर भैँसीलाई पानी देऊ। लाखा मजाले। ल बुढी मुख धोएर भैँसीलाई पानी पनि दिए। अरू केही छ भने भन्न। अहिलेलाई केही छैन, बस्छ एकछिन, चिया खाएर अरू काम भनौँला। ल लौ चिया खाऊ। कालो चिया पनि कस्तो मिठो। मेरो बुढीको हातमा जादु छ जे होस्।